नाथ कौटी हुन् विषालु पनि हुन् हुने पनि हुन् अति जस्तो बानी थियो गराइदिनु भयो आज हजुरले गति यिनको भाग्य रहेछ धन्यैनको पदको धुलाले गरी जान्छन् यो सपार तरेर सपार वैकुण्ठ सागर तरिन हरि दया गर्नुहोस् हे हरे राम दया नागिनीको जब सुन्न पाएको सेवा कृष्णजीलाई दया उठ्न गएको नागको नजिकै भन्न लाग्नु भएको भन्नुभयो श्रीकृष्णले नागलाई अहिले उत्तम तीर्थ बनाउँछु यस ठाउँमा मैले तिमी अहिले छोडी जाऊ भन्ने वचन जब सुन्न पाएको काली नाग नदी गई भन्न लागिरहेको नारायण हरि बिन्ती गर्दछ हे हरे राम बिन्ती काली नागले त्यो दहमा बस्नुपर्ने कारण बिन्ती चढाइरहेको अघि गौडसँग नाग सबको ठुलो युद्ध भएको नाग सबको गौडसँग हार हुन गएको फेरि नारायणको गौडलाई वरदान हुन गएको नाग जति खानु भन्ने वरदान तिनले पाएको यस कारणले नाग सबै गौडले ताई खानु भएको नारायण हरि ए बमरे तैले प्रतिदिन गौडले नागलाई खानु भएको नाग जाति सबैलाई ठुलो चिन्ता पर्न गएको गौडसँग तिनीहरूको यस्तो सम्झौता जो भएको एउटा नाग दिनमा गौडलाई दिनुपर्ने सम्झौता जो भएको यही क्रमसँग हुँदै जाँदा कालिनाको घरमा त्यसै दिन पागो हेर आएको नारायण हरि कसलाई पठाउने हरे राम कसलाई पठाउने कालिनाको सन्तानमा 4 जना भाका कसलाई पठाउँ भन्ने तिनलाई चिन्ता पर्न गएको जेठी पठाउँ भनेदेखि सधैँ कामको खाँचो कान्छी पठाउँ भनेदेखि कल्ले दिन्छ साँचो एउटा छोरो पठाउँ भने दुःख मलाई हुन्छ कान्छी छोरी पठाउँ भने ज्वाइँ मेरो हुन्छ नारायण यसै कारणले कातिमा भाका नाग सबै जाति यी सबैलाई गौडले खान्थे खुसी मानी अति त्यसै दिन सौरव नामका मुनि पनि घुम्दै त्यहाँ आका यस्तो चार गौडको तिनले देख्न पाका
दुःख माने गौडलाई भन्न लाग्नु भएको नारायणको पान भई गर्छौ निच काम यस्तो काम छोडिदेऊ भनिकन साप दिनु भएको नारायण हरि दिए सराप राम दिए नारायणको बाना भई गर्छौ निच काम गर्छौ अबदेखि यहाँ आयौ भने शिरा फुटी मर्छौ भन्ने यस्तो श्राप जब दिनु भएको यसका कारणले त्यस ठाउँमा गौड नआइरहेको गौड नआउने हुँदा यस ठाउँमा आई बसेको छु भन्ने वचन जब सुन्न पाएको त्यो बेलामा कृष्णजीले भन्न लाग्नु भएको नारायण हरि चिन्ता नमान राम चिन्ता डर छैन तिमीलाई हेर आजदेखि यहाँ तिम्रो शिरमा मैले टेकिदिए जुन दिन त्यहाँ जसको शिरमा कठपाउ भएको छाप हेर हुने भएको त्यसलाई गौ सर्प जाति केले पनि दुःख नदिने जो भएको नारायण हरि धन्दा नमान कालीनागा कृष्णजीले सम्झाउँदै गएको आजदेखि गौडजीले दुःख नदिने जो भएको भनिकन कृष्णजीले नागलाई ताई सम्झाइरहेको नारायण हरि